सञ्जु दाईले हामीलाई बास बस्ने ठाउँ दिनुभएको थियो। त्यहाँबाट गेट हो, गेटमै बसेर यस्तो तयारी गरिदिएछन् हामीले आइला जादु स्कुटी मारे एउटा गिल्ली ठोक्दै ल भाई बहुत बहुत बधाई हो भाई, दोनों ट्रॉफी लेके गया ये बंदा भाई। दिखने में छोटा है पर दोनों ट्रॉफी लेके गया, तो बहुत बहुत बधाई हो दोस्त। सो हेलो व्हाट्सअप गाइज, नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो अर्को एउटा नयाँ ब्लगमा। सो आज रहेको छ हाम्रो काठमाडौँको डे 4 र आज रहेको छ हाम्रो WOD वर्ल्ड अफ डान्सको फिनाले राउन्ड, जसमा जज बस्न आउँदै हुनुहुन्छ इन्डियाबाट टेरेन्स लुइस र हाम्रो साजन दाइ चाहिँ फिनालेमा हुनुहुन्छ। हामी चाहिँ टाटा बाइ बाइ भइसक्यो हो। फाइनलिस्ट हाम्रो इन द हाउस बिबो भन्जी। सो हामी चाहिँ सञ्जु दाईले हामीलाई बास बस्ने ठाउँ दिनुभएको थियो। त्यहाँबाट चेकआउट भएर अर्को ठाउँमा चेक इन हुन जान्छ, अर्को ठाउँमा चेक इन हुन जानु लागिरहेको छ। अब चाहिँ हामी जान्छौँ कलङ्कीतिरै गएर बस्छौँ, यहाँबाट निस्किन्छौँ। ल के भयो लास्टमा त रेकर्डिङै अन आइरहेकैमा गरिबहरू हामी चाहिँ निस्क्यौँ। दाइ आउनु होला। सो अहिले यति नै गाइज हेरिराख्नु होला, हामी यहाँबाट निस्किन्छौँ। तपाईँहरूलाई सिधै अब अर्को होटलमा कलङ्कीतिरको होटलमा गएर भेटाइन्छु र त्यहाँ निस्केपछि फिनालेको सेटमा गएर भेटाउँछु। बाई बाई। सो गाइज फाइनली हामी रुमबाट निस्केर अर्को होटलमा, त्यही अर्को त के भन्ने त्यही पहिला बसेकै होटलमा आयौँ हामी। कता डुलेर लास्टमा केही उस नभएर फेरि यहीँ आयौँ। अनि यहीँ आएर खानासाना खायौँ, जिल्ला भनेर पकाएर खानासाना खायौँ। सो अब चाहिँ हामी यहाँबाट निस्केर फेरि फाइनलको सेटमा जान लागेको छौँ। फाइनल हुँदैछ हाम्रो होटल द प्लाजा होटलमा, जुन चाहिँ रहेको छ ललितपुर पुलचोकमा। र हाम्रो दाई एकदम तयारी अवस्थामा आइसक्नु भएको छ। आशा छ आज ट्रफी, सुनको ट्रफी, झाँसे मुसे ट्रफी पनि होइन दाइ होइन। गाइज हाम्रो 24 क्यारेट गोल्डको अब कति ग्रामको छ कि तोलाको छ थाहा भएन, 24 क्यारेटको चाहिँ छ भन्ने थाहा छ। त्यो सुनको त्यो 24 क्यारेट भनेको धेरै हुँदैन क्या। 24 क्यारेट गोल्डको ट्रफी चाहिँ कति ग्राम भन्छ नि, कति 24 क्यारेट होइन नाम हो क्या, त्यही त नाम हो थाहा। त्यो चाहिँ घरमै हुन्छ, घरमा बुटोलै जान्छ त्यो चाहिँ घरै आउँछ। सो हामी ट्रफी लगाएपछि प्लान के छ भन्दाखेरि चाहिँ हाम्रो सामानहरू चाहिँ सबै गाडीमा पार्सल हान्न पठाइदिने, ट्रफी चाहिँ यहीँ स्कुटीको अगाडिपट्टि राखेर जाने प्लान छ। सो हेरौँ त्यो सक्सेसफुल हुन्छ हुँदैन, जहाँसम्म लाग्छ मलाई हुन्छ। सो दाइ चाहिँ रेडी हुन्छ। अब चाहिँ हामी ढिलानगर यहाँबाट लोकेसनमा जाँदैछौँ। सो टिल देन म गएँ त्यहाँ पुग्ने बेलासम्म तपाईँहरू स्टे ट्युन भएर बस्नु होला। अब म डाइरेक्ट तपाईँहरूलाई गएर सेट देखाउँछु है त। बाई बाई। सो गाइज हामी चाहिँ फाइनली द प्लाजा होटलमा आइसकेको छौँ, जुन चाहिँ रहेको छ हाम्रो आजको फाइनलको भेन्यू। साजन दाई यहाँ हुनुहुन्छ, साजन दाईको सामानहरू पनि अलमोस्ट भेटिसकेको छ। अब के बाँकी छ, अब धेरै कुरा बाँकी छ। पेन बाँकी छ, यस्तै हो यहाँ एउटा दिनको बानी जहिले पनि स्लो उस्तै गरेर के मिलाउँदै होला बाल आउँदा नि मजा गर्छौँ। सो अब चाहिँ हामी माथि जाँदैछौँ। सो तपाईँहरूलाई कसरी माथि गरेर देखाउँछु। आज चाहिँ हामी बाइक राख्न आएको थियौँ पार्किङ एरियामा। सो वी आर गोइङ अप साइड। हामी चाहिँ माथि जान्छौँ। ओके बाई बाई एकछिनलाई। सो गाइस सबैजना आइसकेको छन्, रेडी छ, पानी पर्न लागिसकेको छ। सो फाइनली सबै आइसकेको छन्, भाइहरू पनि आइसकेको छन्। अस्ति त्यो लफडा हुँदाखेरि लफडा त्यस्तो भएन अस्ति, ओमनहरू नै आउट भयो भन्ने खबर बाटो त्यही भएर फोन गरेको। ओमनहरू उड्यो भन्ने सुनेको नि त हामीले, त्यही भएर तिमीलाई फोन गरेको। कसरी लोग हामी गयो ओमनहरू पनि गयो, त्यहाँ त रेन्ट उता मनिस थियो कि दाइनाले त्यहाँबाट
त्यो काटेर डाइरेक्ट तिमीलाई फोन गरेको ए भनेको होला अँ। छिटो हामी चाहिँ गयौँ भनेको होला नै तिम्रो पनि उड्यो भनेको कि जोसाउनलाई कि त्यो समय हामी त रेन अरू नभए उनीहरू ढुक्तीमा त ढुक्क हुन्छ भने थियो कोही कि साथीले फोन गर्थ्यो होइन भन्थ्यो भिसा भएको एकछिन त उनीहरू उड्यो भनेर हामीलाई त सुनेको थियो हेर्नै पाएन केटाहरूको जानु म त टाउको दिएर हैरान भइसक्यो तर निमेषहरू नि हामी त बोबार हान्थ्यो यार निमेषहरू पनि राम्रो लाग्थ्यो निमन्दाहरूको नि त्यो उस्तो राम्रो त्यो क्रासहरू बहुत धेरै बसेको थियो उस झ्याउरे क्रासहरू त बहुत वाइल्ड धेरै क्रास थियो तर अब तर निमेषहरूको चाहिँ राम्रो लाग्छ त्यस्तै छ उतापट्टि बिहाहरू बनिराखेको आफ्नो फोन गयो गएको हरेक चुना राखेको चुना लाएर झ्याममा चाहिँ एक्लै आउँछ नि थाहा हुन्छ फाइदामा फोन पनि गयो नि त त्यो पनि फोन त तिम्रो कारण होला नि हाम्रो आज आज स्कुटी पनि ठोकियो स्कुटीमा आएर एउटा गिल्ली ठोक्दै गयो सर हामीले बनाइदियो राखाइदियो रे राखेको स्कुटी ठोक्यो कि खुट्टा म धन्न खुट्टा म त खुट्टै उड्यो भनेको औला धन्न पुरै काट्यो केटीको पहाडीपट्टि बस्यो बनाएन हौ सो गाइज यु क्यान सी हियर साधनाको फाइनलको लागि तयारी हुँदैछ सो साधना हेर्नु सबैको लागि तयारी हुँदैछ ट्रफी जसरी पनि लिएर आउनुपर्छ हामीले चाहिँ बाहिर गेटमै बस्यो गेट हो गेटमै बसेर यस्तो तयारी गरिदिएछन् हामीले हेरिदिनु के गरेर राखेँ मैले भन्दा होला है किरा सहित यहाँ जङ्गल आइसक्यो यहाँ Guys, we are inside the Plaza Hotel. खै साथै ओ को थियो ओए म गन्दैलाई त यता हेर्दा योलो टी सर्टमा योलो टी सर्टमा टाउकोमा त निकाल्नु टाउको निकाल्नु न ये आइला जादु हामी चाहिँ प्लाजा होटलभित्र आइसकेका छौँ यता यहाँभित्र रहेछ हाम्रो स्टेज यहाँ रहेछ फेरि बोर्ड हाम्रो ग्रान्ड जहाँ जाँदै हुन्छ टेरेस लुइस सर सँगै हुनुहुन्छ हाम्रो किरण दाइ र जेडी दाई सबले तयारी अवस्थामा आएछ सब तयारी छ हामी चाहिँ स्टेजभित्र आइसकेको छौँ तपाईँहरू देख्न सक्नुहुन्छ स्टेज यस्तो छ So thank you everyone. Thank you for coming to World of Dance Nepal. कसैलाई लाग्छ India and Nepal are like bhai. So in so many ways we are neighbors, we are brothers to each other, and we are we are brothers from the same from another mother. That kind of an analogy I would say. But at the same time, I would say I find the warmth of Nepal so amazing. The food बहुत कुछ नहीं मिला है, तो एक मौका दे दो सर और हम मौके पे चौका लगा देंगे. That's the spirit. That is the
a just सो गाइस सर आइसक्नु भएको छ नेपालमा र हाम्रो पाइलको स्टेजमा आइसक्नु भएको छ सिङ्गिङ लाइभ देख्दाखेरि त आमामा क्रेजी मान्छे यार also my deepest हामी कन्टेम्पोरेरी डान्सरहरूको लागि त समथिङ एल्स and then I'd also like to call today, from all the pieces that I've seen, your piece is very powerful. उसलाई थाहा चाहिँ रहेछ जेरिया छ जेरियाले अस्ति नै भनिसकेको थियो जेरियाले भाइ बधाई छ तिमीलाई हेलो छोटे भाई इधर देख भाई बहुत बहुत बधाई हो भाई दोनों ट्रॉफी लेके गया ये बंदा भाई दिखने में छोटा है पर दोनों ट्रॉफी लेके गया अकेले ट्रॉफी दामी Sajan Guru! बहुत बहुत बधाई हो दोस्त साधन दोस्त हजुरहरू फेरि पनि बधाई छ सो हि डिजर्भ हैन मेन कुरा अब अझ राम्रो गर्दै जानु हैन अब यो सुनको यो कति होला लाल कि तोला होला अब 10 तोलामा होस् हैन अझ प्रगति गरोस् नेक्स्ट टाइम पनि विनर होस् र नेपालले अझ प्रगत बनाऊ अझ प्रगत बनाऊ हैन एन्ड स्पेशल थ्याङ्क्स टु कोरियोग्राफर ओके सेल्फ कोरियोग्राफर हिमसेल्फ एकदम राम्रो अब एकदम टफ थियो नि त मेन भन्नु इन्डियाबाट आएको चाहिँ यतिजनामा नेपालै जित्नु यहाँ कम्ती हो इन्डिया नेपालको यो लडाइँमा हामी नेपालले जित्यो हो नि त भन्दा मलाई यो चाहिँ मन पर्यो है छोडेर जान्छ सो गाइज फाइनली हाम्रो फिनाले पर्फर्मेन्सहरू चाहिँ सबै सकेर पनि रिजल्टहरू पनि सबै सकिसक्यो तपाईँहरू सायद देख्नु पनि भयो होला
अब सिनियर डिभिजनबाट विनर हाम्रो दोस्त साधन दोष भएको छन् भने हाम्रो फर्स्ट रनर अप हाम्रो दाई साधन दाई गुरुङ दाई ट्रफी त यहीँ छ ट्रफी त बुढोले आयो एउटा फर्स्ट रनर अपको भए पनि विनरको नआए पनि फर्स्ट रनरको ट्रफी चाहिँ बुढोले आएको छ विनरको नि आउँथ्यो दाइको अलिकति क्रास भइदियो ड्युटीसँग रिभ्यू गर्दाखेरि सो अब चाहिँ हामी यहाँबाट अर्को कुनै ठाउँमा जाँदाखेरि सायद नास्ता खान जाने भन्नुभयो नास्ता खान गइन्छ त्यसपछि हामी सिधै रुममा गइन्छ रातिको कति सँगै 11:30 भइसकेको छ अब चाहिँ म धेरै बोलिनँ भ्लग पनि सायद लामो भयो जस्तो मैले माने क्लिपहरू पनि हालिदिनु पर्छ सो म चाहिँ यहाँ निस्किन लाग्यो यहाँसम्म हेरिदिनु भएको चाहिँ लाइक गरिदिनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला भिडियो चाहिँ म एकछिनमा गर्छु सो टिल देन स्टे ट्युन अरू सबसँग अहिले भेटाउँछु बाई बाई